ल आज शनिबार कपन मुई थाई क्लबको यो हाइकिङ पिकनिक जुन यो तारेभिरको यता साइडको डाँडामा पर्दो रहेछ। नानीहरू हिँड्दैछन् हाइकिङको लागि। त्यसै गरी तल आउँदैछन् हाम्रो साथीहरू। यो चाहिँ कोल्ड ड्रिङ्क्स, यो जङ खास मैले ल्याएको चाहिँ होइन, साथीहरूले यो हाइकिङ गर्दाखेरि बोक्नुपर्ने अवस्था आयो। बाटो यस्तो छ गुराँसको। सल्लाह गुराँस, विविध बोट बिरुवाहरू, बोटानिकल गार्डन टाइप हामी देखिरहेछौँ। घाम लागिरहेको छ एकदमै। ल पारी डाँडा, पारी टु एकदमै डेन्जर बाटो छ। तपाईँहरू हाइकिङ आउन सक्नुहुन्छ। माथि साथीहरू पुग्छ कि डेस्टिनेसन आइपुगेको छ। डेस्टिनेसन आउन अघि अझ हिँड्नु पनि देखियो। कति बजी आउँछौ? अब यो कुन ठाउँमा रहेछ सर? यो तारेभिर जाने उकालो। अब कति छ हाम्रो? अब झन्डै 5 मिनट हो वकमा। अझै वाकिङ 5 मिनटमा हामी हाम्रो डेस्टिनेसन पुग्नेछौँ। गाह्रो हो छैन नि, जाउँ बिस्तारै। ल फेरि हिँड्ने भइरहेको छ तपाईँहरूसँगले। ल फेरि पनि हामी फेरि